यो देशको करदाता र मतदातासँग फेरि पनि माफी माग्न चाहन्छु। माफी गर्नुहोला, यो सिस्टम यस्तै छ। यो केही परिवर्तन नभए पनि हामी तपाईहरुले तिर्नु भएको कर, तपाईहरुले दिनुभएको मत हो हामी व्यर्थको बहसमा गुमाउँदैछौं, नोक्सान गर्दैछौं। प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री परिषद जनप्रतिनिधि होइन कि ब्युरोक्रेसी पनि रेस्पोन्सिबल छ। यो रिपिटेडली एक्जिक्युसनमा नजाने विश लिस्टको संकलन गरेर पठाउनेमा त्यहाँ पनि हामीले भन्नुपर्छ। म एउटा छोटकरीमा यो हाम्रो मार्शल गोल्ड स्मिथ भन्ने अमेरिकन फिलोसोफरले भन्नुहुन्छ द पिपुल्स पर्सन भन्ने किताबमा एउटा पहाडको फेदमा एउटा दम्पति बस्नुहुन्थ्यो। दम्पतिले कुखुरा पालन गर्नुहुन्थ्यो, सधैँ भेल आउँथ्यो, बगाएर लान्थ्यो। धेरै वर्षपछि त्यही कथा भएपछि श्रीमान श्रीमती कहाँ जान्छन् र भन्छन् कि म त थाके, जति जे गरे पनि परिणाम त त्यही आउँदो रहेछ, म हारे भनेर भन्नुहुन्छ। अनि श्रीमतीले भन्नुहुन्छ कि तिम्रो समस्या के हो? त्यो पहाड हो, त्यो पानी हो कि कुखुरा हो? त्यो पहाड त तिमी परिवर्तन गर्न सक्दैनौ, भनेको हामी देशको भूगोल त परिवर्तन गर्न सक्दैनौ। त्यो पानी त हामी परिवर्तन नियन्त्रण गर्न सक्दैनौ, जे छ त्यही छ। कुखुरा पाल्न छाड, हाँस पाल्न थाल, त्यसपछि तैरिन्छ त्यो। भनेपछि हामी थाहा छ परिणाम त्यही आउँछ भनेर, तर पनि हामी कुखुरा पालिरहेछौँ, सधैँ एउटै कथा लेखिरहेछौँ, सधैँ एउटै स्टोरी रिपिट गरिरहेको छौँ। र हामीलाई थाहा छ कि अर्को वर्ष पनि त्यो 37-38 जसो तसो 40% कार्यान्वयनमा पुगौँला हामी यो 155 वटा आशय विश लिस्टहरूको। त्यसैले गर्दा म फेरि पनि यो 5 दिन व्यर्थको समय, व्यर्थको बहस, जसले केही परिवर्तन हुनेवाला छैन, किनकि बजेट लक भइसक्यो। यो सबै व्यर्थको बहसमा सहभागी भए बापत यो बहस गर्दै गर्दा सत्ता पक्षलाई यसमा कति चासो छ त्यो उपस्थितिले देखाइराखेको छ, प्रतिपक्षले कति अनरसिप लिइराखेको छ त्यो पनि देखाउँछ। हाम्रो साथीहरू बोल्दै हुनुहुन्छ, जाँदै हुनुहुन्छ। बल्ल तल्ल एकजना मन्त्री आउनु भएको छ, उहाँलाई पनि कति बेला सकिएला भन्ने लागिराखेको होला। तर त्यो भन्दा सबैभन्दा फरक कुरा, म एकजना जनप्रतिनिधिको हिसाबले यो व्यर्थको अभ्यास गरे बापत सबै मतदाता र करदातासँग हामीले माफी माग्नुपर्छ भन्ने भन्छु। दैनिक खर्च 14 लाख रुपियाँ हुँदो रहेछ यो व्यर्थको बहस गर्दै गर्दा। 26 गतेसम्म बहस गर्दैछौँ। 70 लाख हामीले यो गरिब देशको तण्डम अर्थतन्त्र